राधे राधे, म हुँ चन्द्रमणि ढकाल। आज केही संस्कृत श्लोक र नेपालीमा अर्थ लिएर आएको छु। सबैजनाले सुनिदिनुहोला। अब सुरु गरौँ है त। अयं निजपरो भेति गणना लघुचेतसाम् उदारचरितानां तु वसुदैव कुटुम्बकम्। अर्थात् यो मेरो हो त्यो पराई हो भन्ने सोच सानो मन भएका मानिसको हुन्छ। ठुलो मन भएका मानिसका लागि त सम्पूर्ण पृथ्वी नै एउटा परिवार जस्तै हुन्छ। यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किं लोचनाभ्यां विहीनस्य दर्पण किं करिष्यति। जसको आफ्नै वृद्धि छैन उसलाई शास्त्रले के गर्न सक्छ र जसको आँखा छैन उसलाई ऐनाले के देखाउन सक्छ र। न कश्चित् कस्यचित् मित्रं न कश्चित् कस्यचित् रिपुः व्यवहारेण जायन्ते मित्राणि रिपवस्तथा। अर्थात् कोही पनि कसैको जन्मजात मित्र वा शत्रु हुँदैन, व्यवहारकै आधारमा मित्र र शत्रु बन्ने गर्दछन्। अतिदानात् बलिर्बद्धो ह्यतिमानात् सुयोधन विनष्टो रावणो लोभात् अति सर्वत्र वर्जयेत्। अर्थात् अत्यधिक दानले बलि राजा बाँधिए, घमण्डले दुर्योधन नष्ट भयो, लोभले रावण विनाश भयो। त्यसैले अति सबै ठाउँमा त्याग्नु पर्दछ। काकः कृष्ण पिकः कृष्णः को भेद पिक काकयो वसन्त समये प्राप्ते काक काक पिकः पिक। अर्थात् काग र कोइली दुवै कालो हुन्छन्, फरक के छ? तर वसन्त ऋतु आउँदा काग काग नै रहन्छ, कोइली मिठो आवाजले चिनिन्छ। परोपकाराय फलन्ति वृक्षा परोपकाराय वहन्ति नद्या परोपकाराय दुहन्ति गाव परोपकारार्थमिदं शरीरम्। अर्थात् रुखहरू अरूको हितका लागि फल दिन्छन्, नदीहरू अरूको लागि बग्दछन्, गाईहरूले अरूका लागि दुध दिन्छन्। त्यसैले त्यो मानव शरीर पनि अरूका भलाइका लागि हुनु पर्दछ। सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात् सत्यमप्रियं प्रियं च नामृतं ब्रूयात् एष धर्मः सनातन। अर्थात् सत्य बोल्नु पर्दछ, मिठो तरिकाले बोल्नु पर्दछ, अप्रिय सत्य पनि बोल्नु हुँदैन र मिठो झुट पनि बोल्नु हुँदैन। यही नै सनातन धर्म हो। एकेनापि सुपुत्रेण विद्यायुक्तेन साधुना आलादितं कुलं सर्व यथा चन्द्रेण सर्वरी। अर्थात् एउटा मात्र असल र शिक्षित सन्तानले पनि सम्पूर्ण परिवारलाई खुसी बनाउन सक्दछ, जसरी चन्द्रमाले रात उज्यालो बनाउँछ। उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथै न हि सुप्तस्य सिंहस्य प्रविश्यन्ति मुखे मृगा। अर्थात् कामहरू मेहनतले पुरा हुन्छन्, इच्छा मात्रै गरेर हुँदैन। सुतिरहेको सिंहको मुखमा मृग आफै आएर पस्दैन। उद्योगिनं पुरुष सिंहमुपैति लक्ष्मी दैवेन देयमिति का पुरुषा वदन्ति। अर्थात् परिश्रमी र सिंह जस्तो साहसी मानिस कहाँ लक्ष्मी आउँदछ। भाग्यले दिन्छ भनेर बस्ने मानिसहरू कमजोर हुन्छन्। त्यसैले भनिन्छ भाग्यमा छ भनेर डोकामा दुध दुधा अडिँदैन।